तयार हुँदैछ कि टक्कसँगले यहाँनिर झर्दैछ। यता यता चाहिँ यो भाँडामा चाहिँ दुध झर्दैछ होइन। यतापट्टिबाट यहाँ क्रिम झर्दैछ। यो चाहिँ क्रिम हो यता झर्ने चाहिँ। यता चाहिँ अब यो दुध झर्छ। यसबाट चाहिँ पछि अब यसबाट छुर्पी बनाइन्छ। अनि यो क्रिमबाट चाहिँ अब घिउ बनाइन्छ। यो अब जम्छ अनि यसबाट घिउ उत्पादन हुन्छ। माथि दुध लगाइँदैछ। अनि यहाँ भनेपछि चाहिँ अब मेसिन यो यसबाट चलिरहेको छ। आनन्दले चलिरहेको छ। अब छुर्पी बनाउनुभन्दा अगाडि यसरी चाहिँ क्रिम निकालिन्छ टक्कसँगले। अनि यसबाट चाहिँ दुध फटाइन्छ अरे। अनि दुध फटाएर फेरि यसलाई छुर्पीको लागि प्रयोग गरिन्छ। यसलाई चाहिँ अब घिउको लागि प्रयोग गरिन्छ। यहाँ पनि झरिसकेको छ। यहाँ पनि झरिसकेको छ। हाम्रो यस्तै छ लोकल कम्पनी। भिडियो मन परेमा लाइक, सेयर, कमेन्ट गरिदिनु होला।